हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई आजको मेरो नयाँ भिडियोबाट। आजको भिडियो चाहिँ हुन्छ नि हर्क साम्पाङले रक्सी खाएर महातेर हिँड्यो भन्ने सन्दर्भमा चाहिँ मैले भिडियो बनाउनु गइरहेको छु। र साथीहरू तपाईँहरूलाई थाहा छँदैछ होला, हर्क साम्पाङ चाहिँ धरान नगरपालिकाको चाहिँ एउटा मेयर हुन्। र साथीहरू हुन्छ नि उहाँले मेयर भएर चाहिँ हुन्छ नि कार्य गर्दै गर्दाखेरि चाहिँ उहाँले एकदमै राम्रो काम गर्नुभएको छ। र हुन्छ नि धरान नगरपालिकालाई चाहिँ एकदमै रूपमा ठुलो, एकदमै रूपमा हुन्छ नि व्यवस्थित र एकदमै रूपमा हुन्छ नि राम्रो ठाउँ बनाउनु। र साथीहरू हर्क साम्पाङ मेयर हुँदाखेरि चाहिँ हुन्छ नि एकदमै राम्रा काम गर्नुभएको थियो। र अहिलेको अवस्थामा चाहिँ उहाँले चाहिँ हुन्छ नि आफ्नो जुन मेयर पदलाई चाहिँ हुन्छ नि त्यागेर चाहिँ अहिले हुन्छ नि देशमा प्रधानमन्त्री हुने भनेर चाहिँ हुन्छ नि चुनाव लड्नका लागि चाहिँ हुन्छ नि ठाउँमा हिँडिरहनु भएको छ। र ठाउँमा हिँड्ने क्रममा चाहिँ हुन्छ नि हर्क साम्पाङ चाहिँ मातेको भनेर चाहिँ यो भिडियो भाइरल भएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। र साथीहरू यो खासमा भनेको चाहिँ हुन्छ नि कुनै पनि मातेर हिँडेको होइन, किन भन्नु पर्दाखेरि त्यस्तै अवस्थामा चाहिँ हुन्छ नि हल्का तुच्च लगाएर चाहिँ हुन्छ नि बाहिर निक्लेको जस्तो लाग्यो। तर यस्तै खालको देखिन्छ सबैले हेर्दाखेरि पनि, तर यो चाहिँ हुँदैन। किन भन्नु पर्दाखेरि हुन्छ नि उहाँ षड्यन्त्र गरेर चाहिँ यस्तो खालको भिडियो बनाएको हो।